गाइस अहिले भने चाहिँ अब म रम्फू आइसकेको छु। सो म चाहिँ यहाँ रम्फू पुगिसकेँ। अब रम्फूबाट चाहिँ उता सिङताम लाग्नुपर्छ। रम्फू पनि सुनसान छ त। डरलाग्दो गरम छ। यहाँ चाहिँ मेरो स्कुटी भित्र राखेको छु। यस्तो छ है। अब यहाँ स्कुटी निकाल्नु मेरो कामहरू सबै सक्यो। साथीहरु गरम जस्तो लाग्छ। मेरो स्कुटी चाहिँ उपर हो त्यहाँ। यस्तो छ है। हेभी गरम छ। हेलो साथीभाइहरू, अहिले भने चाहिँ म सिक्किम कार बजारमा छु। यहाँ देख्न सक्नुहुन्छ। यहाँ टक्क लगाएर यहाँ नयाँ नयाँ गाडीहरू छ। तपाईले यो गाडीलाई तपाईलाई यदि सेकेन्ड ह्यान्ड गाडीहरू चाहिएको छ भने यस बोलेरो छ। यहाँ इको भ्यान, यहाँ अल्टो। ए सिक्किम कार बजार फर सेल। यहाँ बोलेरो छ, इको भ्यान। यहाँ एउटा सेल हुँदैछ। कहाँ भन्नुहुन्छ भने चाहिँ यो सिङताम, रम्फू टु सिङतामको बिचमा सिङताम डिस्ट्रिक्ट हस्पिटलको नजिक यहाँ तलनिकै टक्क यहाँ मैले यहाँ देख्न सक्नुहुन्छ है। गुडवेयर टायर दोकानको अपोजिट साइडमा सिक्किम कार बजार। नम्बरहरू पनि छ, तपाईँले नम्बर गर्न सक्नुहुन्छ। यदि तपाईँलाई गाडी सेकेन्ड ह्यान्ड गाडीहरू चाहिएको छ भने तपाईँलाई यहाँ आएर तपाईँले भिजिट गर्न सक्नुहुन्छ। सो गाइस अहिले भने चाहिँ म सिङतामदेखि फर्किँदैछु। काम पनि सकिहाल्यो र फाइनली आजदेखि चाहिँ मेरो स्कुटी चाहिँ आफ्नै भयो। अब चाहिँ ब्याङ्कको होइन, अब चाहिँ मेरो भयो। सो जति पनि हजुरहरूले सपोर्ट गरिदिनु भयो, हजुरहरूलाई एकदमै थ्याङ्क यू सो मच भन्न चाहन्छु। जतिले पनि सपोर्ट गरिदिनु भएको छ। जतिले पनि सपोर्ट गर्नुभयो होइन, हजुरहरूलाई एकदमै थ्याङ्क यू सो मच भन्न चाहन्छु। हजुरहरूको माया अनि सपोर्टले नै मेरो स्कुटी फाइनली मेरो भएको छ। 2 वर्षको इन्स्टलमेन्ट थियो। सो आज चाहिँ मैले क्लियरेन्स गरेर सबै सकेर डकुमेन्ट सकेर कामबाट म निक्लेको र अहिले भने चाहिँ म यो डेढसोमा जाँदैछु, घर फर्किँदैछु। त्यहाँ चाहिँ भिडियो गर्नु पाएन किनकि फोनमा चार्ज पनि सकेको थियो। हिजो लाइट नभएको कारणले गर्दाखेरि बिहान हिँड्नु पनि यस्तै हुन्छ साथीहरू। के गर्नु, घरि के हुँदैन, घरि केही मिल्दैन होइन। ल त साथीहरू, अहिले घरि यो बाटोमा चट्ट लगाएर गऱ्यो भने चाहिँ सक्ने रहेछ भन्ने कुरा चाहिँ मलाई लाग्यो। तपाईँहरूले पनि कहिले पनि अब जीवनमा होइन लाइफमा हरेस नखानु, एउटा हिम्मत राखेर अगाडि बढ्नु होला। म सक्छु भन्ने कुरा
राख्नु होला जहिले पनि दुःख नभएको होइन जीवनमा परिस्थिति नभएको मान्छे को चाहिँ छ होला छैन होला सबैलाई दुःख छ सबैलाई परिस्थिति छ समस्या छ तर पनि मान्छे जिरहेको छ त्यो कुरालाई याद राखेर चाहिँ अघि बढ्नु होला जस्तो समस्या पीडा आउँदाखेरि पनि आफूलाई कहिले पनि हरेस नखानु होइन आफूमा आफूमै सब मोटिभेट हुनु सक्छु भन्ने हृदयमा चाहिँ जति पनि सक्छु भन्ने कुरा चाहिँ राख्नु आफूमा चाहिँ त्यही भन्न चाहन्छु मैले पनि जिन्दगीमा कहिले पनि आफूलाई कमजोर ठानिनँ डिमोटिभेट गराउने मान्छेहरू धेरै भेट्छ क्या लाइफमा तर आफू कहिले पनि डिमोटिभेट नहुनु सधैँ मोटिभेट आफै हुनु होइन तपाईँलाई जिन्दगीमा डिमोटिभेट गराउने धेरै हुन्छ तर मोटिभेट गराउने मान्छे कम्ती हुन्छ तर अर्काले मोटिभेट गराएर कति दिनसम्म चाहिँ तपाईँ होइन अघि बढ्नुहुन्छ सो आफै मोटिभेट हुने हो आफै हार नमान्ने जिन्दगीमा र यसरी नै अघि बढ्ने हो आफूले चाहेको कुराहरू ढिलै भए पनि छिटो भए पनि पुरा गर्ने हो र मैले चाहिँ भ्लग नगरेको धेरै दिन भएको थियो किनकि अब म नै अब उयो भएको थियो नि त धेरै अब अलिकति टाइम डिस्टर्ब भन्नु तपाईँलाई थाहै छ घरको कुराले गर्दाखेरि त्यो होइन टाइम पनि पाएको थिएन सो अहिले फाइनली आज चाहिँ भ्लग गर्नु पऱ्यो भनेर निस्केको